Hello guys, welcome back to my YouTube channel. We are from Pasupatinath Temple, Old Heritage Site. चाइनिजले हेलो भन्दाखेरि केटाहरू बोल्न नसकेर हाम्रो गुरुजी चाहिँ खासै देखिनुहुन्न, मलाई मात्र हेरेर चित्त बुझाउनु। मेरो कति खेर दाँत देखिँदैछ नि, बस यति हो। भगवानलाई प्राप्ति गर्न भगवानलाई हेर्न सजिलो छैन। त्यस्तै मलाई पनि त्यस्तै हो। गुरुलाई पनि हेर्नलाई कि त अब ठुलै टर्च लाइट लिएर आउनुपर्छ कि टर्च लाइटले भ्याउन्न, त्यो उसको गाडीको चाहिन्छ लाइट होइन, हेडलाइट नै बाल्नुपर्छ। बाइकको लाइट सिधै ल्याएर देखायो भने मात्रै, नत्रै हेर्नु त ज्याकेट मात्रै देखिँदैछ। कति बेला कहीँ गुरुको दाँतहरू देखिन्छन्, नत्र चाहिँ म मात्र हो देखिने। रातिमा तपाईँहरूलाई केही तर्सायो भने बुझ्नु म त्यहाँ वरिपरि छु। होइन, हाम्रा दाइहरू यहाँ अगाडि हुनुहुन्छ, म देखाउँछु तपाईँहरूलाई। हेलो हेलो हेलो, इट्स मी माधव भुसाल। इट्स हि माधव भुसाल। हामी चाहिँ अब फर्केर आएर त्यो हेरेर फर्किँदै अब घरतिर जाँदैछौँ। अनि यिनी हुन् परवेश, यिनी चाहिँ साह्रै लजालु रेड पान्डा प्रजातिमा पर्छन्। काँडे ब्यागुर। म चाहिँ अब यता छन् हाम्रा सिंह, सेतो लागेका, यिनी बेला बेलामा फेरि यिनी गर्जिन्छन्। हाम्रा के अरे अमर नेउपाने करोडौँ कस्तुरीका लेखक दाइ राइटर बाबु, उता लास्टै लजालु गुरुलाई त धेरैचोटि भनिसके लाइट यहाँ लाइटको अलिकति उपस्थिति ठुलो मात्रामा रहेछ, त्यही भएर म देखेको छु। धेरै ठुलो वाटको लाइट बोलेछ, त्यही भएर गुरु देखिन आएको। यहाँ सबै प्रजाति चाहिँ ल अहिलेलाई चाहिँ हामी अब गुड नाइट भन्दै होटल पौवामा हाम्रो डेस्टिनेसन आइसकेको छ, ती देख्न सक्नुहुन्छ होइन। हामी त्यही होटल पौवामा बस्ने हो। अब भोलि भेटौँला पोखरामा। बाई, गुड नाइट भनिदिँदै। ओके, गुड नाइट बाई गाइस।